स्मूथी गराउनको लागि सुरुमा एभोकाडो चाहिन्छ। मैले एभोकाडो काटेको छु। अनि त्यसपछि हामीलाई केरा चाहिन्छ। केरा पनि अब हल्का पाक्दै गरेको केरा रहेछ होइन। अनि त्यसपछि यसलाई यस्तो गरेर यसको चाहिँ स्किन निकालेर त्यसपछि अनि यसलाई साइडमा राखौँ, क्लियर गर्नु पर्यो ठाउँ। अनि यसलाई काटेर अनि हामीले यसलाई मिक्सचरमा थोरै दुध हाल्छ। मिक्सचरमा मसित अहिले यो चाहिँ नर्मल स्मुथी भनेको जस्ट एभोकाडो अनि त्यसपछि बनाना स्मुथी हो। अनि यसलाई हालिसकेपछि अब हल्का ब्लेन्ड गर्नुपर्ने हुन्छ होइन। ब्लेन्ड गर्नको लागि मसित यो नेपालदेखि ल्याएको ब्लेन्डर छ। यस्तरी हाम्रो स्मुथी रेडी भयो होइन। स्मुथी अब यस्तरी होइन, हल्का बाक्लो हुन्छ स्मुथी। अब हालिन्छ हामीले यहाँ। यति भयो। यति भइसकेपछि अब हल्का र यसलाई फेरि ब्लेन्ड गर्नुपर्ने रहेछ नि त नेक्स्ट स्टेजमा। अहिलेको हाम्रो स्मुथी आज हामीले खाइन्छ। यस या